नमस्कार सबैजनालाई। अहिले चाहिँ हामी ठ्याक्क दमकको यो आकाशे पुल नजिकै छौँ। अहिलेको यात्रा यति चाँडै किन भन्नुहुन्छ भन्दाखेरि अहिले चाहिँ हामी पाथिभरा माताको दर्शन गरौँ कि बिहान चाँडै उठेर। हामीभन्दा पनि यो देश उठ्नुभन्दा अगाडि हाम्रो घरबाट उठ्नु भएको थियो। 3 बजे फोन गर्नुभएको थियो। अब हामी चाहिँ त्यति टाइम उठ्न सकिएन। ट्याक्क अहिले आएर चाहिँ आफ्नो सिटहरू यहाँ कब्जा गरिसक्यौँ। 4वटा सिट बिचमा 2टा सिट पछाडि हाम्रो महान हस्तीहरू हुनुहुन्छ। सबैजना एकदम एक्साइटेड हल्लुका अर्ध निन्द्रमा पनि छौँ पाथिभरा माताको लागि। हुन्छ ल त्यही हो। अब यात्रा कति अराउन्ड अब लामै यात्रा छ। सानो फेदी हुँदै त्यहाँबाट फेरि अराउन्ड 2 घन्टा जस्तो ठुलो फेदी। त्यसपछि ठुलो फेदीबाट चाहिँ आज ठुलो फेदीमा बसिन्छ। त्यसपछि बिहानै अर्ली मुभ हुने प्लान छ। हेरौँ अहिलेलाई चाहिँ जे होस् हामी ठ्याक्कै एउटा यात्रा प्रस्थान गऱ्यौँ। ल जय पाथिभरा माता। र हामी अहिले 24 फलामे टारमा छौँ। हालत धेरै खराब छ। अझै कति घन्टा जानुपर्ने छ त अझै? अझै 12 घन्टा बाँकी छ। कसरी ल अहिले चाहिँ हामी ठ्याक्क करेन्ट अपडेट चाहिँ हामीलाई कहाँबाट गाडी लिएर के हो दमकबाट चाहिँ ठ्याक्क सानो फेदीसम्म सानो फेदी खुङलिन एउटै हो क्या त्यहाँसम्म गाडीले ल्याइदियो। काफ्लेबारी ठाउँ यो भनेको गाडी जाने म्याक्सिमम् सबैभन्दा टप मोस्ट पोइन्ट चाहिँ यो रहेछ। अनि हाम्रो अब साथीहरू आइसक्यो। भ्यालेन्टाइन दिन भन न। यो मान्छे मैले चिन्ने खानेलाई माताको दर्शन गरेर अब पछि तमक पुगेपछि भिडियोमा ऊ अब नहुन सक्छ। अनि अबको प्लान भनेको अहिलेसम्म भनेको ठुलो के अरे सानो फेदीमा आयो। त्यसपछि 1.5 आवर जतिको चाहिँ के भन्छ ट्रेकिङ छ। पछाडि त्यो डाँडा चढ्नुपर्ने हो। पुरै यहाँ अरू साथीहरू ट्रेकिङ साथीहरू पनि हुनुहुन्छ। त्यही नै हो। जाडो त जाडो छ। लास्टै अलिकति भनौँ न खुसी पनि लागिरहेछ। कपडा त लिएरै आएको छौँ हामीले यो मौसमलाई धान्ने खालको। अब यहाँबाट ठ्याक्कै ट्रेक सुरु भएपछि चाहिँ बडी हिट भएर पनि अलिक चिसो फिल नहोला। बाटोमा आउँदा चाहिँ त्यही हो हल्का सिमसिम चाहिँ पानी परिरहेको थियो। होपफुल्ली स्नोफल चाहिँ हेर्न पाइएला भन्ने आश छ। अब हेरौँ के हुन्छ। पछाडि साथीहरू यहाँ भ्यू इन्जोय गर्दै हुनुहुन्छ। एकचोटि यता हाम्रो शिव भ्लगमा हाई भनिदिनु होला सबैले। अनि अब भनेको अर्को के भन्छ चाउचाउ पकाउनु लागेको छ। सबै ब्याग छोडेर आएको हामीले त्यहाँ नोरिक्स अब चाउचाउ खाएर त्यसपछि तातो ज्यान लिएर चाहिँ हामी माथि चढ्ने बाटो अघि मैले देखाएको थिएँ नि यो टिनको छानावाला चाहिँ यो बाटो ट्रेक सुरु हुन्छ। ल चाउचाउ सुप खाएर चाहिँ अब चाहिँ हामीले अफिसियल्ली ट्रेक सुरु गऱ्यौँ। सबैले लट्टी अनि पूजाको सामग्री साथीहरूमाथि गइसक्नु भएको छ। कति 4 बजे सुरु गऱ्यौँ। हेरौँ एस्टिमेटेड टाइम चाहिँ 1 घन्टा 15 मिनट छ। अनि हाम्रो ट्रेकको गाइडमा चाहिँ हुनुहुन्छ राजन शाह। उहाँले चाहिँ एबिसी पनि कन्क्वेयर गरेर आइसक्नु भएको छ। अनि उहाँले हामीलाई यो स्टेयर्सहरू कसरी चढ्ने टिप्स पनि दिइसक्नु भयो। सुरुमा चाहिँ जोसेर चढ्नु हुँदैन। ठुल्ठुलो हाम्रो गाइडले थाकिसक्नु अरे। अनि उहाँको दोस्रो टिप्स भनेको ठुलो स्टेयर्स चाहिँ नखोज्ने। अनि अलिकति सानो स्टेयर्सहरू खोजेर चढ्ने। अनि जहिले पनि सार्प स्ट्रेट चाहिँ होइन अलिकति के भन्छ छड्के तरिकाले चढ्ने अरे। अब हेरौँ उहाँको टिप्स फलो गर्दै जाने हो कतिको लागु हुन्छ। अनि हाम्रो तराईबाट फर्स्टचोटि यस्तो अपिड चढ्दै हुनुहुन्छ हाम्रो शिव शम्भु शर्मा। तपाईँलाई कस्तो लागिरहेको छ ट्रेक? एक्साइटेड फर दिस ट्रिप? सुरुवातमा त अब ठिकै भनौँ। थ्याङ्क यू टु माई पेरेन्ट्स। I'm very grateful for this opportunity. I'd like to thanks Bob 5 हुँदैन thank my parents for giving this and JB Manmohan sir for giving me this opportunity. हामी सबै इन्टायर जोशी भण्डारी परिवारलाई पनि ब्लेसिङ्स हामी माग्छौँ भने सबैलाई सुख शान्ति समृद्धि दीर्घायु चिरायु कामना हामी गर्छौँ भने। अनि अब अलिकति पृष्ठभूमिमा जाँदाखेरि हामीसँग राजन शाह हाम्रो एबिसी कन्क्वेयर गरेर आइसक्नु भएको हाम्रो सोकल गाइड भन्न पनि मिल्छ उहाँहरूलाई। हजुरलाई कस्तो फिल भइरहेको छ एबिसी
भन्दा इजी केक हो कि यो अलिकति गाह्रो छ कि हजुर के भन्न चाहनुहुन्छ अलिकति मुख देखाउनु न हजुरले अहिले म भर्खरै चढ्दैछु हजुर हजुर सुरुमै डोन्ट काउन्ट द चिकन बिफोर द ह्याच चाहिँ नगरौँ होला हजुर हजुर तर जस कठिन रहन जस्तो छ हाम्रो यो यात्रा हामी अब सबैजना मिलेर सँगै यो यात्रालाई पार गर्नेछौँ अनि अल्टिट्युडमा केही डिफरेन्स पाउनु भयो त्यस्तो केही चेन्जेस भनौँ न अहिलेसम्म त पाएको छैन हजुर हजुर तर बिस्तारै बिस्तारै अल्टिट्युड पनि सिक्नेस हल्का हल्का आउँछ जस्तो फिल चाहिँ भइरहेको तर त्यसको लागि हामीले अलिकति चक्लेटहरू चक्लेट स्न्याकहरू लिएर आएको छौँ त्यो गर्नु होला नि अब खोइ हाम्रो पृष्ठ भइमा साथीहरू त छुटिसक्नु भयो त्यसपछि म फेरि आउँछु अहिले अर्को साथीलाई जोड्छु है दुईटा सेम एनर्जी सेम एनर्जी सेम इन्टेन्सिटी अनि अर्को हाम्रो पात्र हाम्रो रूपेश आचार्य भाइ पनि हामीसँग जोडिनु भएको छ 6 जनाको टिम मेम्बरमा सो इन द यङ ब्लड भनेको हाम्रो रूपेश भाइ भर्खरै नागरिकता लिनुभएको छ उहाँले ल लाइफको फर्स्ट ट्रेक त होइन नि तपाईँको के हो यस्तो नाम चलेको चाहिँ ट्रेक पहिले नै हो घरै पहाडमा भएर यस्तो गरिएको थियो तर लट्ठी टेकेर पहिलो हो पहिलो हो अनि कस्तो त्योभन्दा अग्ला पनि चढियो तर चिसो यहाँ अर्कै फिल भइरहेको छ है रमाइलो छ अनि त्यस्तो अल्टिट्युड त्यस्तो केही डिफरेन्सेस त्यस्तो केही छैन ठिकै छ नि अग्लोमै अब पचाइ छ नि होइन यसो गर्दा भएर ठिक छ यो उमेरमा त ढुङ्गामाटै पचाउने उमेर हो क्या र अब धेरै चट्टान पनि पचाइ ठिक छ ल मेरोमा अनि थपकै तपाईँको जस्तै अब तपाईँ त पाहाडमै हुर्किनु भयो यस्तो चढ्नलाई केही टिप्सहरू तपाईँले दिन सक्नुहुन्छ भने प्लिज सेयर गर्नु होला सुरुमा थाके जस्तो भयो पनि हजुर हाम्रो सबैको माहौल हुन्छ नि हजुर हजुर अब अरू हिँडेको देखेर पनि ज्यान चाहिँ गइहाल्छ क्या अगाडि हजुर र हाम्रो लक्ष्य भनेको पुगेरै फर्किने हो यस अभियसली अलिअलि थकाइ लामो सास फेर्दै हजुर अनि मैले चाहिँ कहाँ सुनेको थिएँ के भन्छ मुखबाट होइन नाकबाट सास फेर्नुपर्छ भनेर सुनेको थिएँ तपाईँले त्यस्तो केही सुन्नुभएको यो कतिको सत्य नै कुरा हो त यो आध्यात्मिक गुरुहरूले पनि भन्ने कुरा यही नै हो यो के हाम्रो सद्गुरुले त होइन होला सद्गुरु भन्दा नि मैले हाम्रो कि त हाम्रो होइन दोस्रो बुद्ध के अरे त छैन त्यो अस्ति जेल पऱ्यो होला जेल पऱ्यो उहाँलाई त होइन नि लिटल बुद्ध के हाम्रो आयाजको लुक लाइक होला हो सर आजीवन भइसक्यो ए मैले उहाँभित्रै ध्यान गरेर भित्रै ल अब थोरै पछाडि जानु पर्दाखेरि हाम्रो मोडल साइन हेन्सम हङ गाई हुनुहुन्छ रोशन दाहाल उहाँ प्रचण्ड सहरसँग चाहिँ रिलेटेड हुनुहुन्छ फेरि एउटा डिस्क्लेमर चाहिँ अनि तपाईँको लागि ट्रेक फर्स्ट त अभियसली होइन जस्तो लाग्छ मलाई ट्रेक अब मेरो यो हजुर पार्थी भाडा चाहिँ दोस्रोचोटि हो दोस्रो हजुर पहिला कहिले आउनु भएको थियो पहिलोचोटि चाहिँ हजुर लास्ट 6-7 इयर्स ब्याक आएको म हजुर कोसँग आउनु भएको थियो फ्यामिलीसँगै आउनु भएको थियो मम्मीले ए ओके सेकेन्ड हो सानो ट्रेकहरू गइराखेको छ लास्ट टाइम पनि बिपिसीबाट 3 दिनको बिदा प्रवीण सर नभनिकन हिँडेको मान्छे मै हो कता जानुभएको थियो ट्रेकको लागि चाहिँ कि चाहिँ उता गोदावरी त होइन नि होइन उता उखाल्नु ककनी गएको थियो ए माछा खानुभयो त ककनीको नि ए मोमो चाहिँ ठिक छ ल नो मोर क्वेसन्स जस अनि तपाईँलाई जस केही त्यस्तो गाह्रो साह्रो केही त्यस्तो अनुभव आवाज त्यस्तो केही भएको हजुर लेट्स सी अब पार्थी भाडा माता ले बोलाउनु भएको छ हामी ठिक छ ल धन्यवाद तपाईँलाई अरू अझ ब्याकग्राउन्ड अझै पछाडि जानुपर्दा हाम्रो मेन क्यारेक्टर हाम्रो बस किनकि ट्रेकिङ सुजी अफिसियल्ली म कन्भर्समा छु यहाँ देख्न सक्नुहुन्छ फुटसल सुजमा हुनुहुन्छ उहाँ चाहिँ हाम्रो गोल्ड स्टार के भन्छ डिस्काउन्टेड प्राइसमा हाम्रो गाइड सरले पनि गोल्ड स्टार लगाउनु भएको छ रुपेश भाइको नि यो स्पोर्टी भनौँ यसलाई पुलिसले खेद्दा भागेर लाउने सुज रहेछ नो अफेन्स है फेरि ल अब हाम्रो बिग वर्ड्स हाम्रो बिग म्यानबाट केही सुनिदिउँ तपाईँको अनुभव केही के कस्तो नमस्कार छ सबैलाई अब मेरो यो इन्ट्रो थोरै सानो परिचय प्लिज मैले त दिइहालेँ त्यही पनि हजुरको आफ्नो मुखबाट प्लिज मेरो नाम सन्दीप राणाबाट अब चिन्नुहुनेलाई सबै थाहा छँदैछ नचिन्नुहुनेलाई यहाँ त बढी चाहिँदैन अनि अब तपाईँको त्यो फर्स्ट ट्रेक त होइन जस्तो लाग्छ मलाई होइन ए पहिला हजुर त फर्स्ट पहिला पनि आउनु भएको गरे लगभग 1 वर्ष अगाडि आइयो हजुर त्यो दोस्रोचोटि भयो केटाहरूसँग हजुर केटाहरूसँग हुनु लास्ट टाइम के हिउँ पनि माथि थियो हजुर हजुर अहिले त माथि पनि छैन जस्तो लागिरहेको छ होपफुली ठिकै छ ठिकै छ सकिन्छ होइन अब बेबी चाहिँ के हुन्छ हेर्दा जाउँ अगाडि चाहिँ दुःख भएको थियो तुसारो पनि लागिरहेछ कि पछाडि अब क्यामेराले कतिको क्याप्चर गर्न सकिरहेछ
पुरै हुसु लागिरह पछाडि चराचर कोराइ गएर पछाडि मान्छेहरू पनि देख्न गाह्रो ठ्याक्क तर बिचमा हाम्रो प्रहरी दाइहरू पनि बस्नु हुँदो रहेछ त्यो अलिकति सेक्युरिटी फिल हुने रहेछ त्यसको लागि चाहिँ होइन थम्सअप भन्न चाह्यो किनकि अनकन्डार जङ्गल त होइन तर जस्ट काइन्ड अफ जङ्गलै छ बेसी जरुले बस्ती पनि छ यहाँनिर अगाडि बस्ती आउँदैछ अहिले चाहिँ यहीँ जङ्गलको बिचमा आइपुग्यो ठाडो बाटो छ यहाँ यी साथीहरू चढ्दै हुनुहुन्छ कोही साथीहरू यहाँ तल पनि हुनुहुन्छ दुईजना साथीहरू थकित मुद्रामा हो र साथी थोरै हार्टबिट हल्का बढेको महसुस भएको बाटो अलिक ठाडै छ रेस्ट गर्दै जाँदै त्यही त हो हामी थकाइ मार्नु बसिरहेको छौँ साथीहरू बसिरहनु भएको छ थकाइ मार्दै यता हाम्रो गाइड बस अनि हाम्रो साथी अनि हाम्रो दाहिने हुनुहुन्छ एकजना यहाँको स्थानीय हुँदो रहेछ माथि होटल रहेछ उहाँको चाहिँ अनि गफ गर्दै आउँदैछ फेरि ब्याक टु अनकन्टार जङ्गल अनि अघिको करेक्सन चाहिँ बिचमा पसलहरू पनि छ त्यही भएर यताउता किन्नलाई चाहिँ समस्या नहोला 200 मिटर जस्तोमा चाहिँ पसलहरू राख्नु भएको छ अब प्राइस अलिकति इन्फ्लेटेड अभियसली भइहाल्छ त्यसमा अब भन्ने ठाउँ कमै छ किनकि बाटो यसै पनि गाह्रै छ अब साथीहरू माथि जाँदै हुनुहुन्छ हाम्रो दुईवटा सरकारहरू अब त लगभग आइपुग्न आँट्यो भन्दै हुनुहुन्थ्यो त्यहाँ अघि हामीसँग बस्नुभएको दाइले लेट्स सी खाएका छैनौँ तर फेरि गल्लीको पनि छैन इन बिट्विन हेर्दाखेरि अलिक स्यास धेरै हुने प्रब्लम चाहिँ देखा परिरहेको छ तर डाइजेस्टेबलै स्यासा भनौँ न त्यस्तो प्रब्लमेटिक त होइन पुरै तुसारो लागिरह क्यामेरामा जस्टिफाई चाहिँ नहोला तर उसो लागेर जस भिजिबिलिटी कमै छ भनौँ न यो त तल आएको बाटो चाहिँ यस्तो कोराइ कोरा हाम्रो नारद मुनि अगाडि जाँदै हुनुहुन्छ भिक्षा माग्दै ठ्याक्कै कति बज्यो अहिले सरी 5:12 भयो हामी कति 4 बजे सार्पमा हिँडेको थियौँ यो त चाँडै आयो है पाण्डे यतिको हाई गर्न सकेँ म ल सबैजना फिट एन्ड फाइन अल साउन्ड अब हाम्रो होटेल चाहिँ यो हो है नमस्ते होटेल एन्ड लज होटेल नम्बर 5 अब तल पनि छ टन्नै कसको कन्ट्याक्टमा आउनुहुन्छ त्यही अनुसार आउने हो हामी चाहिँ अब एकजना तासी कि के भन्ने दाइको थ्रु आएको थियौँ अनि हाम्रो दिदी उहाँ ओनर हुनुहुन्छ तातो चिया हो कि तातो पानी सम्पर्क नम्बर म पिन गरिदिन्छु है केही पऱ्यो भने हाम्रो दिदीलाई सम्पर्क गर्नु होला ल ल करेन्ट अपडेट चाहिँ हामी ठुलो तामाकोसी के अरे ए सरी ल करेन्ट अपडेट चाहिँ हामी ठुलो फेरि आइपुग्यौँ अनि आएर खाना पनि खाइसक्यौँ खाना एकदम टेस्टी नै थियो अनि अब चाहिँ भोलि बिहान चाँडै निस्किने प्लान छ अराउन्ड 3 या 3:30 तिर निस्किने प्लान छ यहाँबाट लगभग कति लाग्छ अरे साथी हाम्रो यहाँको स्थानीय अनुसार 2 घन्टा भन्नुभएको छ अब हाम्रो लठ्याङ्ग्राहरू हामी लठ्याङ्ग्राहरूलाई चाहिँ 3-3.5 लाग्छ 3-3.5 घन्टा अनि अब हाम्रो प्लान अब बेडमा आइसक्यो उता हाम्रो साथीहरू उता बिस्तारै आउनुहुन्छ 2 जना बिस्तारै ढलिसक्नु भयो एक्टिङ पनि राम्रै गर्नुहुन्छ त्यही हो अब भोलि चाँडै उठ्ने अनि चाँडै निस्किने सनसाइन चाहिँ मै हेर्ने प्लान छ तर हुस्सु चाहिँ लागिरहेछ अब फर द पोजिटिभ अरू अब सुत्न लागेको त्यही हो जय होस् ल वेलकम ब्याक अगेन
अहिले चाहिँ करेन्टली 2:52 बजेको छ अनि अराउन्ड 2 बजे उठेको थियौँ। त्यसपछि फ्रेस भएर पानी खाएर अब ठुलो फेदीबाट मन्दिरको ट्रेकको लागि सुरु गऱ्यौँ। साथीहरू माथि देखिनुहुन्न होला, उता हुनुहुन्छ अनि अरू टोलीहरू पनि हुनुहुन्थ्यो। उहाँहरू पनि सबैजना अर्ली उठेर जस सनराइज हेरिन्छ भन्ने एक्सपेक्टेसनले हिँडिरहेछ। लेट्स सी कतिको लकी हुन्छ। बाटो चाहिँ शीत परेर एकदम चिप्लो, त्यही भएर ट्रेकिङ सुज चाहिँ रेकमेन्डेड यो ठाउँको लागि। त्यही हो, अहिलेको सिन यस्तो चाहिँ पुरै उसो लागिरह। अराउन्ड कति 20-25 मिनट चढ्यो होला अनि फलैँचाहरू छ माथि हाम्रो टोलीहरू यहाँ हुनुहुन्छ बस्ने। अब फलैँचा त्यो कतिको देखिन्छ, त्यो ब्लूवाला कलरको भयो, पुरै हुसु झरेर। हाम्रो साथीहरू त्यहाँ हुनुहुन्छ, एकछिन थका मारिन्छ अनि त्यसपछि फेरि चढिन्छ। ल क्विक अपडेट, ठ्याक्क हाम्रो अफिसियल 1 आवर भएको छ ट्रेक स्टार्ट गरेको। 2:52 स्टार्ट गरेको थियौँ, अहिले 3:52 भएको छ। स्टिल अझै कति 1.5 घन्टा त लाग्छ होला है, 2देखि 2.5 घन्टा लाग्छ भन्ने एस्टिमेसन छ। अब हामीलाई नर्मल्ली कति लाग्छ भन्ने हो, हेरौँ लेट्स सी। अनि ठ्याक्कै एउटा फलैँचा रहेछ त्यहाँ, थकाइ मारिरहेछ अहिले। ठिकै छ, त्यस्तो गाह्रो त भएको छैन। पहिला पनि नर्मल यस्तो बाटो हिँडेकै, त्यही पनि अब नयाँ ठाउँ, नयाँ बाटो, नयाँ एटमोस्फियर, तर त्यस नर्मल नै लागिरहेछ। थकाइ मार्दै आइरहेछ, जोसिएर भन्दा पनि ठिक थकाइ मार्दै आउँदै गरिरहेछ। साथीहरू पनि त्यही नै, अब अरू मान्छेहरू पनि हुनुहुन्छ, जस भेटिन्छ मान्छेहरू अर्ली निस्किँदा पनि। ल अब हाम्रो यहाँ साथीहरूको यसो ओपिनियन लिन्छु म। हाम्रो गाइड हुनुहुन्छ यहाँ राजन सर। अहिलेसम्म कस्तो लागिरहेको त? 1 घन्टा ठ्याक्कै भयो। अहिलेसम्म त रमाइलो भइरहेछ है। मुख खोल्दैन न प्लिज, चिसो छ। यहीँ देखिएन, म पनि देखिनँ। ठिकै छ, अल गुड, नो वरिज। अलिकति अब यतापट्टि हामी रोशन सरसँग कुरा गर्छ। कस्तो लागिरहेछ प्लिज? थोरै रमाइलो भइरहेको, थाके जस्तो भएको छ, तर जे होस् हामी थकाइ मार्दै यस्तो फलैँचाहरू बनाइदिएको छ ठाउँ ठाउँमा बस्दै। गलेको अब त्यो उकालो चढ्दाखेरि अलिक रस पनि गर्नु हुँदैन, के भन्छ, थकाइ मार्दै बिसाउँदै बिस्तारै जाने हो। अलिक सेसा भयो जस्तो, तर इट्स नर्मल, त्यो ठिकै छ। अल गुड, ल धन्यवाद। खोइ हाम्रो अर्को क्यारेक्टर, हाम्रो मेन बस यहाँ हुनुहुन्छ। ल थोरै ठिकै छ, केही छैन, आनन्दले हिँडिरहेको छ। थकाइ मार्दै भन्दा नि शरीर गला हो, त्यो एकछिन हिँड्दा त्यो फिनिस हिँड्दा गला आउँदो, थकाइ त के लाग्दो र। अब अल गुड, ल 1 घन्टा हिँड्यो, अब नेक्स्ट 1 घन्टा 1 घन्टा पछि अपडेट गरिन्छ। 1.5 घन्टा हेरौँ कति लाग्छ। ल सी यू त्यसपछि। ल ठ्याक्कै 2 आवर्स अपडेट पनि, अनि हामी मेन पाथिभरा माताको मन्दिर पनि आइपुग्यौँ। सबैजना राम्रो नै आइपुग्यो, रेस्ट गर्दै आराम गर्दै। अन्त पछाडि कतिको देखिन्छ त्यो लाइट भएको ठाउँ चाहिँ मन्दिर हो। अहिले चाहिँ पूजाआजा सक्यो अनि सनराइजको पर्खाइमा। अनि जाडो त्यस्तो जाडो छ र? जाडो यो तातो नै हो। ठिकै छ, त्यस्तो जाडो छैन। सनराइज त अलिअलि सूर्यदेव निस्किन खोज्दै भ्यू ध्वजा पताका पनि
पुरै फरफराइरहेछ हावा राम्रै चलिरहेछ यस्तो छ हावा चलिरहेछ वाइल्डै यता पूजा आज गर्ने ठाउँ भइहाल्यो यता पनि छ मेन मन्दिर चाहिँ उतापट्टि चाहिँ हामीले चाहिँ पूजा त सकिसक्यो सनराइज चाहिँ अलिअलि देखिँदैछ घरिघरि फेरि बादल लागेर छोपिरहेछ घरिघरि आउँदै घरिघरि जाँदै हावा त राम्रै चलिरहेछ अनि भ्यू मजाले देखिन्छ भनेर यो डाँडा चढ्दैछ साथीहरू चढिसक्नु मन चढ्दैछु अनि आइपुग्यो हावा त यस्तो यस्तै छ मन्दिर पनि छ दर्शन गर्नको लागि मन्दिर चाहिँ मेन माताको मन्दिर लुक एट दिस जस्ट लुक एट दिस वर्कआउट चलिरहेछ 1 2 चिसो यति छ कि ज्यान तताउनलाई एक्सर्साइज गर्नु परिरहेछ राइट राइट Oh my God! Oh my God! सुरुमा चाहिँ यो सनराइज वाला पोइन्ट भयो यहाँ अनि अब हाम्रो यतापट्टि हिमालवाला बेल्ट चाहिँ अब हिमाल फेरि यहाँनिर छ अलिकति बाटो फेरि तर आउँदै जाँदैछ तर यो वाला वर्थ एभ्री पेनी क्या वर्थ एभ्री स्ट्रगल वर्थ एभ्री स्टेप वाला छ यो चन्द्रमा पनि यहाँनिर हिमाल त अब पुरै उतातिर उता खोलेर आयो पुरै यता पछाडिको झन् भ्यू अब के भन्ने हेर्नु त बादलहरू पुरै फ्लोट गरिरहेछ फुत्ता हामी बाल्दा त्यहाँ चाहिँ अडिन्छौँ जस्तै फिल आइरहेछ हामी केही समय अगाडिबाट नै ताप्लेजुङको वेदरलाई कन्स्ट्यान्टली फलोअप गरिरहेका थियौँ 3-4 दिनबाट सिमसिम पानी परिरहेको र हिउँ पर्ने सम्भावना छ भन्ने खबर सुनेपछि माताको दर्शन गर्न अनि हिउँ खेल्ने ठुलो आश बोकेर बिहानै हामी ताप्लेजुङतर्फ लागेका थियौँ तर स्याडली हिउँ खेल्ने धोको भने पुरा भएन र अझ दुःख लाग्दो कुरा चाहिँ हामी त्यहाँबाट फर्केको भोलिपल्ट नै त्यहाँ सेताम्म हिउँ परेको खबर रुटिन अफ नेपाल बन्दबाट थाहा पायौँ आई गेस इट्स लाइफ जीवनमा कहिलेकाहीँ सोचेको कुरा पुरा नहुँदो पनि रहेछ नसोचेको अनि कल्पना नै नगरेको कुरा चाहिँ बरु हुँदो रहेछ त्यो बेला मन आत्तिन्छ वज्रपात नै भएको झैँ लाग्दछ मुटु चिसो हुन्छ तर भनिन्छ नि शिशिरले जब धरतीलाई नङ्ग्याउँदछ तब न बसन्तले आफ्नो जादु छर्न पाउँदछ कालो पोतिएको रातलाई जब बिहानीले स्पर्श गर्दछ तब न दिलले आफ्नो महत्त्व पाउँदछ त्यसैले हामीले पनि जीवनमा आशा र कर्ममा भरोसा चाहिँ गर्न छोड्न हुन्न रहेछ है हामीले हिउँ त खेल्न पाएनौँ तर केही पाउन केही गुमाउनु पर्दछ भने चाहिँ हामीले जे गुमाए बापत जे पायौँ सायद त्यो बेला त्यो नै सबै थियो हाम्रो लागि जब घामको पहिलो किरणले सेतै पोतिएका बादलहरूसँग जिस्कँदै आनाकानी गर्दै उदाउँदा परबाट हिमालहरू मुसु मुसु हाँसिरहेको दृश्य सायद न त कुनै भिडियोमा न त कुनै चित्रकारको क्यानभासमा नै उतार्न सकिन्छ होला तर आफ्नै आँखा अगाडि प्रकृतिका यस्ता दृश्यहरू देख्न पाउँदा लाग्यो कि समयको सुई यहीँ आएर ट्याक्क अडिएको छ दुःखहरू मरुभूमिमा बालुवा उडे जस्तै उडेर गए झै पनि लाग्यो सायद त्यो बेला म पनि त्यही नै हराएको थिएँ होला एन्ड वी फेल्ट सो ब्लेस्ड टु बी देयर एन्ड विटनेस सच प्योर म्याजिक ओभरअल यो ट्रिप यो जर्नी अनि माताको दर्शनबाट वी क्यान लर्न द्याट समटाइम्स इन लाइफ वी जस्ट निड टु काम डाउन एन्ड लर्न टु बी पेसेन्ट
अनि भनिन्छ नि लाइफ मस्ट गो अन. थ्याङ्क यू सो मच फर वाचिङ. जय पाथिभरा माता.